सो फोकस जोड दिने कुरामा चाहिँ तपाईँको मैले ठ्याक्कै भनौँ न एजेन्डा पत्र जुन छ त मैले पढेँ तपाईँको अहिले चाहिँ हामी एजेन्डालाई अलिकति केलाएर हेर्ने हो भने दुईवटा क्याटेगोरीमा डिभाइड गरेको छौँ। एउटा चाहिँ तपाईँको नेसनल वाइड छ जुन राष्ट्रव्यापी रूपमा हुन्छ, एउटा चाहिँ स्पेसली काठमाडौँ क्षेत्र नम्बर 4 को जनतालाई फोकस गरेर तपाईँले बनाउनु भएको छ। सो फर्स्टमा हामी यो तपाईँको नेसनल वाइड जुन एजेन्डा छ त्यसको फर्स्ट र मेन इम्पोर्टेन्ट पोइन्ट जुन तपाईँको एजेन्डा छ हेल्थ रिलेटेड फ्री हेल्थ सर्भिस, त्यो पनि गुणस्तरीय स्वास्थ्य सेवा भन्नुभएको छ। यसो विचार गर्ने भने यो तपाईँको एजेन्डाले नेपालमा भुइँचालो ल्याउन सक्छ यदि राम्रोसँग कार्यान्वयन भयो भने त, किनभने यो यति स्ट्रङ एजेन्डा हो होइन कि नेपालमा होइन कुनै पनि देशमा यो एउटा एजेन्डाले एकदमै ठुलो चेन्जेस गर्न सक्छ। तर प्र्याक्टिकली कुरा गर्ने हो भने नेपालको एउटा देश एउटा सीमित सोर्सहरू छ हामीसँग, यस्तो देशमा यो एजेन्डा तपाईँको पोसिबल छ सर? फ्री हेल्थ सर्भिस त्यो पनि गुणस्तरीय स्वास्थ्य सेवा चाहिँ एकदम पोसिबल छ। पोसिबल भएरै कुरा निकाले हो। फ्री हेल्थ गरेर पैसा कहाँ ल्याउनु, यत्रो यो बिमा त कोल्याप्स भएर गइरहेछ भनौँ न, नेगेटिभिटीहरू धेरै छन् र सोचिने यसो सिम्पल सोच्दा पनि मान्छेहरूले चाहिँ यो गर्न सम्भव छैन जस्तो गर्छन् कि, तर म भन्छु यो सम्भव छ। त 90 बिलियन जुन हाम्रो स्वास्थ्यमा जुन 90 बिलियन छ नि लगभग 9 अर्ब छ, त्यो पैसाले पुग्छ क्या। तर कसरी म भन्छु कसरी पुग्छ भने पहिलो कुरो अब तपाईँले हस्पिटलहरू हेर्नुहुन्छ भने सबैभन्दा बढी खर्च हस्पिटलमा कहाँ हुन्छ? इन्फ्रास्ट्रक्चर एउटा, अनि तपाईँको मेडिकल त्यो चेकअपको लागि इन्फ्रास्ट्रक्चर हस्पिटलभित्र चाहिँ प्रायः चेकअपमै जाने हो सबसे धेरै। एकदम हजुर, चेकअप भने एउटा इन्भेस्टिगेसनमा जान्छ, अर्को चाहिँ मेडिसिन, अर्को मेडिसिन लिन औषधि। फार्मेसी एन्ड ल्याब इज द मोस्ट प्रोफिटेबल र मोस्ट घाटेबल भनौँ न, घाटा गर्ने ठाउँै त्यो दुइटा हो क्या। यो दुइटा कुरालाई तपाईँले बन्द गर्नु, कन्ट्रोल गर्न सक्यो भने 80% तपाईँको बजेट त्यसमा जान्छ क्या।